नमस्कार सम्पूर्ण साथीहरू, आजको यस भिडियोमा चाहिँ स्वागत गर्न चाहन्छु। आजको यस भिडियोमा चाहिँ हामीले जीके रिलेटेड टपिक अन्तर्गत विश्वको भूगोलको बारेमा हामी डिस्कस गर्छौँ है। विश्वको भूगोल आजको टपिक रहेको छ हाम्रो विश्वको भूगोल। यो विश्वको भूगोललाई हामीले दुईवटा भागमा डिभाइड गर्छौँ। एउटा भाग 1 हुन्छ, भाग 1 र यसलाई भाग 2 भनेको पछि हामीले तपाईहरुलाई चाहिँ के गर्छ त अपडेट गर्नेछौँ। ठीक छ, र हामी यसलाई नगरी हामी सुरु गर्छौँ। र सुरु गर्नुभन्दा पनि पहिला यदि तपाईँ नयाँ हुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोला। ओके, यो विश्वको भूगोलमा चाहिँ हामीले भूगोलको परिचयदेखि हामी सुरु गर्छौँ। यी साथीहरू, भूगोलको परिचयदेखि हामी सुरु गर्छौँ। खास गरी यो भूगोललाई हामीले ग्रीक भाषामा ग्रीक भाषामा यसलाई के भन्छ भने भूगोललाई जियो प्लस ग्राफियन है, जियो प्लस ग्राफियन भन्छ है। जियो प्लस ग्राफियन, जियो भनेको के हो त अर्थ, जियो भनेको अर्थ हुन्छ, अनि ग्राफियन भनेको के हुन्छ त डिस्क्रिप्सन हुन सकिन्छ है साथीहरू, डिस्क्रिप्सन हुन सकिन्छ। त्यसो भए के हुन्छ भने द डिस्क्रिप्सन अफ अर्थलाई हामी के भन्न सकिन्छ भने यसलाई भूगोल भन्न सकिन्छ। भनेको पृथ्वीको वर्णन गर्नुलाई हामीले के भन्न सकिन्छ भने भूगोल भन्न सकिन्छ। त्यही अंग्रेजीमा है, अंग्रेजीमा के भन्छ भने जियोग्राफी भन्छ। जियोग्राफी भनेको के हो त स्टडी अफ अर्थ भन्न सकिन्छ है। स्टडी अफ अर्थ भनेको पृथ्वीको अध्ययन गर्नुलाई हामीले के भन्न सकिन्छ भने जियोग्राफी भन्न सकिन्छ। यो भूगोललाई दुई प्रकारमा डिभाइड गरिएको छ। यसलाई दुई प्रकारमा के गरेका छन् त डिभाइड गरिएका छन्। एउटा भौतिक भूगोल छ, अर्को चाहिँ के छ त यसमा मानव भूगोल छ है साथीहरू, मानव भूगोल छ। अब यो भौतिक भूगोल भनेको खास गरी हामीले के बुझ्न सकिन्छ भने पृथ्वीमा रहेका जति जल छ, पानी छ, समुद्र छ, पहाड छ, पर्वत छन्, चट्टानहरू छन्, माटोहरू छन्, तिनीहरूको बारेमा अध्ययन गरे भने यसलाई भौतिक भूगोल भन्न सकिन्छ। मानव भूगोल भनेको के हुन्छ, मानिसको सामाजिक अवस्था, आर्थिक अवस्था, राजनीतिक अवस्थाको बारेमा अध्ययन गरे भने मानव भूगोल भन्न सकिन्छ। त्यसो भए भूगोलको पिता को हो त? भूगोलको पिता कसलाई भन्न सकिन्छ? भूगोलको पिता को हो त इराटोस्थेनिजलाई भन्न सकिन्छ। यो इराटोस्थेनिज भन्ने मान्छेले, यो वैज्ञानिकले धेरैभन्दा धेरै के गरिएका छ भने उपलब्धिहरू गरेका छन्। त्यो उपलब्धिको बारेमा पनि हामीले के गर्नु पर्यो त थाहा हुनु पर्यो साथीहरू। जस्तै यो भूगोल शब्द भूगोलको पहिलो पटक त्यसपछि शब्दको प्रयोग गर्ने है, प्रयोग गर्ने व्यक्ति पनि को हो त इराटोस्थेनिज हो। यति मात्र होइन, उसले चाहिँ के हुन्छ भने जिवाइड त्यसपछि पृथ्वीलाई जिवाइड भनेको थियो। जिवाइड भनेको जियो भनेको अर्थ नै हो, यानि पृथ्वी नै भयो। ओइड भनेको के भन्न सकिन्छ भने ओभल भनेको पृथ्वी कस्तो छ त ओभल छ भन्ने त्यसपछि वैज्ञानिक पनि को हो त इराटोस्थेनिज हो। तर हामीले खास गरी के बुझ्नु पर्यो भने पृथ्वी गोलो छ है, पृथ्वी गोलो छ भन्ने वैज्ञानिक फेरि के हुन्छ त पाइथागोरस हो। यो बुझ्नु जरुरी छ है साथीहरू, फेरि नछोड्नु होला। अनि अर्को कुरा के भनेका छ भने यो पृथ्वीको परिधि पत्ता लगाउने है, परिधि पत्ता लगाउने पनि को हो त इराटोस्थेनिज हो। सूर्य र पृथ्वी बीचको दूरी, है, सूर्य र पृथ्वी बीचको दूरी पनि पत्ता लगाउने उहाँ नै हो। लीप इयरको अवधारणा निकाल्ने, पत्ता लगाउने को हो त यही हो। यति मात्र होइन, उसले चाहिँ पृथ्वीको कक्षको झुकाइ पत्ता लगाउने पनि को हो त उहाँ नै हो। उसले पृथ्वीको नक्सा है, पृथ्वीको वैज्ञानिक नक्सा कोर्ने पनि को हो त
नक्सा कोर्ने है, कोर्ने पनि उहाँ नै हो। त्यति मात्र होइन, उहाँ चाहिँ बीटा त्रिकोणमितिको के हुन्छ त बीटा अल्फा बीटा गामा हामीले पढेको थियो नि त्रिकोणमिति च्याप्टरमा हो। यो बीटा पत्ता लगाउने पनि को त उहाँ नै हो। यो हामीले बुझ्नुपर्छ। फेरि पृथ्वीको वैज्ञानिक नक्सा कोर्ने भनेको इराटोस्थेनिज हो। संसारको नक्सा कोर्ने भनेको एनेक्जिमेन्डर हो है, एनेक्जिमेन्डर हो। यो हामीले बुझ्नुपर्छ, यसमा नछुट्नु होला। त्यसैगरी अर्को के हुन्छ भने अर्को हामीले के बुझ्नुपर्ने हुन्छ भने मानव भूगोलको पिता को हो भनेर आयो भने हामी कसलाई भन्छ त इराटो भन्दैछु मैले। त्यसको के हुन्छ भने फ्रेडरिच र्याटचललाई भन्न सकिन्छ है साथीले, फ्रेडरिच र्याटचललाई भन्न सकिन्छ। र मानव भूगोलको संस्थापक भनेर आयो भने मानव भूगोलको संस्थापक भनेर आयो भने पोलिडोनियललाई भन्न सकिन्छ, पोलिडोनियललाई भन्न सकिन्छ है साथीहरू। त्यसैगरी हामीले के गर्छ भने कि भनाइहरू पनि तपाईहरुलाई जानकारी हुनु पर्यो साथीहरू। जस्तै के भनेका छ भने इम्पोर्टेन्ट भनाइ man in earth are two most dynamic element of geography। यो कसले भनेको छ भने यो यमएस स्याम्पलले भनेका छ है साथीहरू। यो पनि हामीले बुझ्नु पर्यो। अर्को चाहिँ के भनेका छन् भने जियोग्राफी is the both science and art भन्ने वैज्ञानिक को हो त यस सी डार्विन है साथीहरू, यस सी डार्विन। अर्को पनि भनाइ इम्पोर्टेन्ट छ जियोग्राफी is the science of relationship भन्ने वैज्ञानिक के हुन्छ त हुनर हो। यो पनि हामीले भनाइ पनि थाहा हुनुपर्छ। र यो भूगोल अन्तर्गत केही इम्पोर्टेन्ट ब्रान्चेस भन्छु म, त्यो ब्रान्चेस पनि तपाईहरुले के गर्नु पर्यो त थाहा हुन जरुरी छ। जस्तै यसमा के हुन्छ त कार्टोग्राफी। यो कार्टोग्राफी भनेको के हुन्छ त यसमा द आर्ट अफ म्याप है, द आर्ट अफ म्याप भन्न सकिन्छ। यसमा नक्सा सम्बन्धी अध्ययन गरे भने यसलाई हामीले कार्टोग्राफी भन्छन्। त्यसैगरी अर्को के हुन्छ त पेडोलोजी भन्छन्। यो पेडोलोजी भनेको स्टडी अफ सोइल भन्छन् है, स्टडी अफ सोइललाई भन्न सकिन्छन्। भनेको के हुन्छ त माटोको अध्ययन गरे भने यसलाई पेडोलोजी भन्छन्। अर्को चाहिँ पेट्रोलोजी हुन्छन्। पेट्रोलोजी भनेको के हुन्छ त स्टडी अफ रकलाई है, स्टडी अफ रकलाई हामी के हुन्छ त पेट्रोलोजी भन्न सकिन्छ। ठीक छ। अर्को चाहिँ के हुन्छ त हाइड्रोलोजी पनि हुन्छन्। हाइड्रोलोजी भनेको के हुन्छ त स्टडी अफ वाटरलाई हामी के भन्छ त हाइड्रोलोजी भन्न सकिन्छ। अरु पनि धेरै ब्रान्चेसहरु छ, हामी यतिसम्म बुझ्न जरुरी छ है। यहाँसम्म पक्कै पनि तपाईहरुले बुझ्नु भएको होला है। एकचोटी फेरि पनि तपाईहरुले के गर्नुस् यसलाई अध्ययन गर्नु होला, झन् तपाईहरुले बुझ्न सकिनुहुन्छ। ल एकचोटी यसलाई स्क्रिनशट गर्नुस् त, हामी अगाडि बढ्छौँ है साथीहरु। ल अब हामी अगाडि बढ्छौँ। अब हाम्रो के छ त पृथ्वी सम्बन्धी, किनभने भूगोल भनेको त हामी बुझिसक्यौं पृथ्वीको अध्ययन गर्ने एउटा के हो त शास्त्र हो। त्यसैले हामीले पृथ्वी सम्बन्धी त जान्नु पर्यो। अब पृथ्वीको उत्पत्ति कसरी भएको छ यिनीहरु पनि हामीले के गर्नु पर्यो त थाहा हुन जरुरी छ साथीहरु। यही भाग 1 मा हामी पढ्छौँ है। अब हामीले के गर्छ त पृथ्वी सम्बन्धी जान्छ, पृथ्वीको उत्पत्ति है। पृथ्वीको उत्पत्ति भनेर हामी पढ्छौँ। यो पृथ्वीको उत्पत्ति भनेको दुईवटा कन्सेप्टबाट भएको छ। एउटा ओल्ड कन्सेप्टबाट छ भने अर्को चाहिँ के छ त न्यू कन्सेप्टबाट छ। हामीले यो बुझ्नु पर्यो। यो ओल्ड कन्सेप्टमा चाहिँ तीनवटा के छ त हाइपोथेसिसहरु छन्। एउटा जर्ज वाफन हाइपोथेसिस छ, अर्को चाहिँ नेबुलर
नेबुलर हाइपोथेसिस हो। अर्को चाहिँ टाइडल हाइपोथेसिस र यो न्यू कन्सेप्टमा बिग ब्याङ थ्योरी हुन्छ। यो जर्ज वाटन हाइपोथेसिस भनेको छ नि, यो स्वयं भनेको जर्ज वाटन नै हो। यो जर्ज वाटनले नै ल्याएको हो, यो परिकल्पना भन्छ है, वाटनले ल्याएको हो यो जर्ज वाटन। यसले के भनेका छन् भने यो सूर्यको नजिक चाहिँ को आयो त? कमेट आयो। कमेट भनेको पुच्छ्रे तारा, सूर्यको नजिक आयो त पुच्छ्रे तारा आयो। अनि त्यो पुच्छ्रे तारा आउँदाखेरि त्यससँग के हुन्छ त? ठोकियो। अनि ठोकिसकेपछि के हुन्छ भने ब्रह्माण्डको उत्पत्ति भयो। त्यो ब्रह्माण्डसँगै के हुन्छ त? पृथ्वीको पनि उत्पत्ति भयो भनेर कसले भनेको त? यो जर्ज वाटन हाइपोथेसिसले भनेका छन्। त्यसैगरी अर्को नेबुलर हाइपोथेसिस भनेको यसमा कान र अर्को चाहिँ लेप्लासले भनेका छन्। यो युनिभर्सको उत्पत्ति कसरी भएको छ भने एउटा निहारिकाबाट भएको छ। निहारिका भनेको ग्यासको डलोबाट भएको छ। अनि त्यो ग्यासको डलोबाट युनिभर्स भयो। अनि युनिभर्स चाहिँ धेरै समयको अन्तरालमा के भयो त? कन्डेन्स भयो। कन्डेन्स भइसकेपछि त्यो इनर्जी के हुन्छ त? बाहिर आउन खोज्छ। अनि त्यो बाहिर आउँदाखेरि के हुन्छ? ब्लास्ट भयो के। अनि ब्लास्ट हुँदाखेरि के हुन्छ भने त्यसै अन्तर्गत हामीले पृथ्वीहरू प्लानेटहरूको के भयो त? विकास भयो भनेर कान्ट र लेप्लासले भनेका छन्। त्यसैगरी टाइडल थ्योरी यो भनेको जेन्सी जेफले भनेका छन्। जेन्सी र जेफले भनेका छन्। यसले के भनेका छन् भने यो सूर्यको नजिक चाहिँ को आयो त? स्टार आयो। सूर्य त आफैमा मिडियम साइज स्टार हो र यसको नजिक पनि अर्को पनि स्टार हुन सकिन्छ हैन। हामीले चाहिँ ब्रह्माण्डमा त पढेको होला नि, एन्ड्रोमेडा हैन। त्यसैगरी हामीले के हुन्छ? सूर्यको नजिक चाहिँ हाम्रो विभिन्न किसिमका ताराहरू आउँयो। अनि ताराहरू आउँदाखेरि त्यसमा ताराको गुरुत्वाकर्षण शक्ति के हुन्छ? बढी हुन्छ, ग्रेभिटेसनल फोर्स बढी हुन्छ। अनि बढी भएको कारणले गर्दाखेरि सूर्यमा चाहिँ के देख्यो त? टाइड्स देखा पर्यो है, टाइड्स देखा पर्यो। अनि त्यो टाइड्स के हुन्छ त? कन्टेक्स भयो। कन्टेक्स हुँदाखेरि त्यो के हुन्छ त? कन्ट्याक्ट पनि हुन्छन्। अनि कन्ट्याक्ट भइसकेपछि के हुन्छ त? इनर्जी के हुन्छ त? बाहिर आउनु खोज्छ, ब्लास्ट हुन्छ। अनि यसरी के हुन्छ भने पृथ्वीको उत्पत्ति भयो भनेर कसले भनेका छन् त? जेन्सी एन्ड जेफले भनेका छन्। र यो बिग ब्याङ थ्योरी भनेको धेरै चर्चामा आएको थ्योरी हो, यसलाई भन्नु पर्दैन। यसमा चाहिँ ल्याउने व्यक्ति भनेको को त? फ्रेड होइलले हो। फ्रेड होइलले ल्याएको हो, यो बुझ्नुपर्छ। र यसको फादर भनेको जर्ज ल्यान्डर चाहिँ को त? यसको फादर, बिग ब्याङ थ्योरीको फादर। उसले के भनेका छ भने युनिभर्सको एक्सपान्ड हुन्छ। जसरी एक्सपान्ड हुँदै गयो त्यसरी नै के हुन्छ भने विभिन्न किसिमका प्लानेटहरू जस्तै पृथ्वीहरूको विकास भयो भनेर उसले भनेका छन् है। फ्रेड होइल र जर्ज ल्यान्डर। युनिभर्स के हुन्छ त? एक्सपान्ड हुन्छ। एक्सपान्डिङ भनेको कुरा भनेका छन्। यो हामीले के बुझ्नु पर्यो त? यो पृथ्वीको उत्पत्ति सम्बन्धी जान्न जरुरी छ। त्यसैगरी अर्को के हुन्छ भने यो पनि इम्पोर्टेन्ट छ। पृथ्वीको भौगोलिक समय तालिका हामी बुझ्नु पर्यो है। यो पनि हामीले थाहा हुनु पर्यो। यसमा दुईवटा के हुन्छ त? इयोन हुन्छ। एउटा क्रिप्टोजोइक हुन्छ भने अर्को चाहिँ के हुन्छ त? फेन्ड्रोजोइक हुन्छ। यो इयोन भनेको दुईवटा हुन्छ है। इयोन चाहिँ के हुन्छ त? दुईवटा हुन्छ। अब यो भित्र हामीले के हुन्छ भने एरा हुन्छ नि, महाकाल भनेको दुईटा हुन्छ। एउटा के हुन्छ भने आर्कियन हुन्छ, जसलाई हामीले के हुन्छ? प्रोटोजोन पनि भन्छ, प्रोटोजोइक पनि भन्न सकिन्छ। अर्को चाहिँ प्लेजोइक हुन्छ। अनि यसभित्र चाहिँ यो फेन्ड्रोजोइकमा पनि दुईटा हुन्छ, मेसोजोइक। अर्को चाहिँ के हुन्छ त? सिनोजोइक हुन्छ। यो बुझ्नु पर्यो। भनेको आर्य महाकाल, पुराजीवी महाकाल, मध्यजीवी महाकाल र अर्को चाहिँ के हुन्छ भने यसमा नजीवी महाकाल हुन्छ। यो बुझ्नु पर्यो। यो भनेको यसको अवधि बुझ्दाखेरि यसमा 57 करोड है, 57 करोड। यो 57 करोडको के हुन्छ? पारापूर्वको समय भन्न सकिन्छ। ठीक छ। अब प्लेजोइक भनेको के हुन्छ भने यो भनेको प्लेजोइक भनेको खास गरी के भन्न सकिन्छ भने यो 57 देखि है, 57 देखि 25 करोड है, करोडको के हुन्छ भने अघिको समयलाई भन्न सकिन्छ। यो 25 देखि 50 करोड अघिको समय हो भने यो चाहिँ कस्तो हुन्छ भने अहिले हालको समयलाई हामीले भन्न सकिन्छ। ठीक छ। यो भनेको सिनोजोइक।
अब यसभित्र के उत्पत्ति भएको छ त यो पनि हामीले सोधिरहन्छ जोडा मिलाउनमा हैन यो पनि जान्नु पर्यो। यसभित्र चाहिँ है यसभित्र चाहिँ के हुन्छ भने एकोसियल भनेको युनिसेलुलर युनिसेलुलर भनेको एउटा मात्र सेलबाट बनेको त्यसपछि प्रोटोजोआ एनिमलहरुको के भयो त उत्पत्ति भयो। र यसभित्र प्लेजोइक भित्र के भयो त यसमा चाहिँ प्लान्ट्सहरु है प्लान्ट्स भनेको बोट बिरुवाको के भयो त उत्पत्ति भयो। र यसभित्र चाहिँ डाइनोसरको के भयो त उत्पत्ति पनि भयो विकास पनि भयो र अन्त्य पनि भयो त्यसको अन्त्य पनि भयो। यो मिजोजोइक भित्र है। अर्को चाहिँ सिनोजोइकमा के हुन्छ भने सिनोजोइकमा चाहिँ मानिस र स्तनधारी है स्तनधारी जीवको विकास भयो। यो हामीलाई थाहा हुनुपर्ने छ। ठीक छ यहाँसम्म बुझ्नु भएको होला। एकचोटि स्क्रिनशट गर्नुस् त हामी अगाडि बढ्छौँ। अब हामी पृथ्वीको पूर्णतर्फ जान्छौँ है। अब हामी कहाँ जान्छौँ त पृथ्वीको बनोटतर्फ जान्छौँ। ठीक छ ल पृथ्वीको बनोटतर्फ जान्छौँ। पृथ्वीको बनोट यो बनोटतर्फ जान्छ स्ट्रक्चर अफ अर्थतिर जान्छ है। बनोट है स्ट्रक्चरमा जान्छ। अब यसमा के हुन्छ भने यसरी फिगरैबाट बुझ्यौ सजिलो हुन्छ हामीलाई। ल यसमा चाहिँ सुरुमा के हुन्छ त क्रस्ट हुन्छ त्यसपछि के हुन्छ भने अर्को मेन्टल हुन्छ हैन त मेन्टल हुन्छ। अर्को चाहिँ के हुन्छ त कोर हुन्छ यसमा आउटर कोर र इनर कोर हुन्छ। अब यसको एरिया कति प्रतिशत रहेका छ त पृथ्वीको एरिया भन्दा टोटल एरिया भन्दा क्रस्टले कति भूभाग ओगटेको छ त बुझ्नु पर्यो। यसमा 60% जति है 16% जति हुन्छ। अर्को चाहिँ के हुन्छ 68% जति हुन्छ। अर्को कोरले पनि कति हुन्छ त 16% जति हुन्छ। यो हामी बुझ्न जरुरी छ। र यसको डेप्थ भनेको यसको गहिराई कतिसम्म छ यो पनि हामी बुझ्नु पर्यो। यसको गहिराई क्रस्टको गहिराई भनेको 0 किलोमिटर देखि कति छ त 60 किलोमिटर सम्म छ। अर्को चाहिँ 60 किलोमिटर देखि यो मेन्टलको है गहिराई 60 किलोमिटर देखि 2900 के हुन्छ किलोमिटर छ। र कोरको कति छ त यसमा 2900 किलोमिटर देखि 6000 एभरेजमा छ। यो बुझ्नु पर्यो हामीले एभरेज 6000 किलोमिटर सम्म छ यसको के छ त गहिराई। यसमा पाइने एलिमेन्ट कुन हो त यो पनि हामीले बुझ्नु पर्यो। जस्तै क्रस्टमा के पाइन्छ त सिएल पाइन्छ। यो इम्पोर्टेन्ट छ साथीहरु बिबिआई यो पनि सोधिरहन्छ है। सिएल हुन्छ भनेको सिएल भनेको के हुन्छ त सिलिकन र अर्को के हुन्छ त एल्युमिनियम हुन्छ यो पनि बुझ्नु पर्यो। अर्को चाहिँ मेटलमा के पाइन्छ त सीमा पाउँछ। सीमा भनेको सिलिकन र अर्को म्याग्नेसियम हुन्छ है। अर्को चाहिँ के हुन्छ भने कोरमा के पाइन्छ त कुन एलिमेन्ट पाइन्छ यसमा निफा हुन्छ। निफा भनेको निकल र अर्को के हुन्छ त यसमा फेरियम हुन्छ। यो पनि हामीलाई थाहा हुनुपर्ने हुन्छ। यो पृथ्वीको बल। त्यसैगरी अर्को वायुमण्डल पनि पर्छ पृथ्वी सम्बन्धी वायुमण्डल है। पृथ्वी सम्बन्धी यसको के हुन्छ त वायुमण्डलको बारेमा पनि हामीले पर्छ। यसमा 5वटा यसको लेयर हुन्छ त्यसका तह है वायुमण्डलको तह होइन वायुमण्डलको लेयर्स पनि हामी पर्छ। ल अब यसमा हेर त यसमा चाहिँ जस्तै यो के हो त यसमा सुरुमा 5वटामा 2टा 3टा र 4 ल यसमा सुरुमा के हुन्छ भने यो अर्थ भयो। यो अर्थको सबभन्दा माथिको भागलाई हामी टोपोस्फियर भन्छ। टोपोस्फियर भन्छ। त्यसपछि के हुन्छ भने स्ट्राटोस्फियर भन्छ। त्यसपछि के हुन्छ त मेजोस्फियर हुन्छ। त्यसपछि मेजोस्फियर भइसकेपछि के हुन्छ भने थर्मोस्फियर हुन्छ है साथी थर्मोस्फियर हुन्छ। अनि त्यो भन्दा माथि के हुन्छ त एक्जोस्फियर हुन्छ। यसलाई नेपालीमा निम्नमण्डल भन्छ। यसलाई के भन्छ भने यसलाई चाहिँ समताप मण्डल, यसलाई चाहिँ मध्यमण्डल
यसलाई चाहिँ तापीय मण्डल, यसलाई बाह्य मण्डल भन्छ। यो बुझ्नु पर्यो। अब यो कहाँदेखि कहाँसम्म फैलिएको छ, फैलिएको कहाँदेखि कहाँसम्म फैलिएको छ त्यो बुझ्नु पर्यो। हामीले जान्नु पर्यो यो 16 देखि 18 है, 16 देखि 18 किलोमिटरसम्म के छ त फैलिएको छ। यो टोपी स्क्वायर स्ट्राटो भनेको 18 देखि 50 किलोमिटरसम्म फैलिएका छ र मिजो भनेको यो के हुन्छ त 50 देखि 80 किलोमिटरसम्म के गरिएको छ त फैलिएको छ। यो पनि हामीले बुझ्नुपर्छ है। थर्मो भनेको 80 देखि 720 किलोमिटरसम्म फैलिएका छ। यो 720 भन्दा के हुन्छ त माथिको छ, के हो है 720 भन्दा के हुन्छ त माथिको छ। यो हामीले बुझ्नुपर्छ एक्जिस्टर डायमन्ड। अब यसमा पाइने विशेषताहरू के छन् त, यसका विशेषताहरू के छन् यो पनि हामीले बुझ्नुपर्छ। जस्तै टोपो स्क्वायर छ नि, यो टोपो स्क्वायरमा के हुन्छ भने यसमा चाहिँ बादल लाग्ने पानी पर्ने प्लेन उड्ने यसमा प्लेनहरू उड्ने चरा उड्ने यस्ता कुराहरू हुन्छ, यस्ता गतिविधिहरू हुन्छ। स्ट्राटो स्क्वायरमा ओजोन लेयर हुन्छ, यो ओजोन लेयरलाई हामी प्रोटेक्टिभ लेयर पनि भन्छ, किन भन्छ, किनभने सूर्यबाट आएको जति हाम्रो के हुन्छ भने हार्मफुल रेहरू हुन्छ नि त्यसलाई प्रोटेक्ट गर्ने काम गर्छ, त्यसलाई यसलाई प्रोटेक्टिभ लेयर भन्न सकिन्छ। ठिक छ। र मिजो स्फियरमा के हुन्छ भने ग्यासहरू हुन्छ, यसमा के हुन्छ भने ग्यासेसहरू धेरै हुन्छ, हाइड्रोजन अक्सिजन लेयर हुन्छ। र अर्को मिजो स्फियरमा, थर्मो स्फियरमा के हुन्छ भने सेटेलाइटहरू हुन्छ है, उपग्रहहरू रहेका हुन्छ अनि ससाना आकाशिक पिण्डहरू रहेका हुन्छ। र यसमा एक्जिस्फियरमा के हुन्छ कुनै पनि मिडियम हुँदैन, नो मिडियम, कुनै पनि मिडियम हुँदैन, यो बुझ्नुपर्ने हुन्छ। ठिक छ। र हामीले यति मात्र होइन, यो वायुमण्डलमा एउटा कुरा के बुझ्नु पर्यो भने नाइट्रोजनमा है, नाइट्रोजन भनेको यो नाइट्रोजन छ नि, नाइट्रोजन कति हुन्छ त, कति प्रतिशत ओगटेको छ भनेर 78% जति हुन्छ। अक्सिजन चाहिँ के हुन्छ त 21% जति हुन्छ। अदर ग्यासेसहरू कति हुन्छ त 1% हुन्छ, यो बुझ्नु पर्यो। र CO2 भनेको कति हुन्छ त 0.01% हुन्छ, यो पनि तपाईहरुलाई थाहा हुनुपर्छ। यहाँसम्म पक्कै पनि तपाईहरुले बुझ्नु भएको नै होला है। ल स्क्रिनशट गर्नुस् त, हामी अगाडि बढ्छौं। ल यहाँसम्म बुझ्नु भएको होला। अब हामी अगाडि बढ्छौं। अब हाम्रो के छ त यसमा ध्रुवको बारेमा भन्छ है। ध्रुवको पुल, यो ध्रुव यो पृथ्वीको अन्तिम बिन्दु छ नि, पृथ्वीको सबभन्दा अन्तिम बिन्दु हुन्छ नि, अन्तिम बिन्दु, यो अन्तिम बिन्दुलाई हामीले के भन्न सकिन्छ त ध्रुव भन्न सकिन्छ। यसमा नर्थ पोल हुन्छ, अर्को चाहिँ के हुन्छ त साउथ पोल हुन्छ, यो पनि एउटामा नर्थ पोल अर्कोमा के हुन्छ त साउथ पोल हुन्छ। ठिक छ। यो नर्थ पोलमा गएको व्यक्ति को हो त रोबर्ट पियरी हो। यो अमेरिकाको नागरिक हो, 1909 मा गएको, यो बुझ्नुपर्छ। र साउथ पोलमा गएको भनेको रोल्ड एमन्डसन, यो बुझ्नुपर्छ, नर्वेको हो त नागरिक हो, 1911 मा, यो बुझ्नुपर्छ। र उत्तरी ध्रुवमा पुग्ने नेपाली भनेको के हुन्छ त वासुदेव ढकाल र नेपाली नागरिक, नेपाली हुन्छ। अनि त्यसपछि दक्षिण ध्रुवमा पुगेको नेपाली नागरिक हो त रविन्द्र बस्नेत भनेको बारा भनेको पनि बुझ्न सकिन है, सिम्पल तरिकाले बाबाट वासुदेव ढकाल हुन्छ, राबाट रविन्द्र बस्नेत नेपाली है, यो नेपाली। त्यसपछि दक्षिण ध्रुवमा पुग्यो। अर्को कुरा के बुझ्नुपर्छ भने यो विश्व घुम्ने नेपाली भनेको के हुन्छ त, नोट नम्बर भनिदिन्छु। विश्व घुम्ने नेपाली को त यसमा के हुन्छ त केशर शमशेर जग्गा है, केशर शमशेर जग्गा। र कतै के हुन्छ थर्ड पोल पनि भनेका छन्, थर्ड पोल यसलाई माउन्ट एभरेस्ट र अर्को चाहिँ के हुन्छ सगरमाथा भन्छ है,
सगरमाथा भनेर बुझ्नुपर्छ। यो थर्ड पोल माउन्ट एभरेस्ट र सगरमाथा, यसमा नर्थ पोल र साउथ पोल हुन्छ। अब थर्ड पोल भनेको कसले भन्छ त माउन्ट एभरेस्टलाई भन्छ, सगरमाथाले भन्छ। यो थर्ड पोल कसले भनेका छन् भने यसले माइकल कर्कले भनेका छन् है, माइकल कर्कले भनेका छन्। कहिले भनेका छन् त 1911 मा है यो भनेका छन्। माउन्ट एभरेस्ट भनेको कसले भनेका छन् त जर्ज है, जर्ज एभरेस्टले पनि भनेका छन्, जर्ज एभरेस्टले भनेका छन्। सगरमाथा भनेको बाबुराम आचार्यले भनेका छन्, बाबुराम आचार्यले भनेका छन् 2013 मा। यो हामीले बुझिराख्नुपर्छ है नोटमा। अब एउटा कुरा के बुझ्नु पर्यो भने यो भूमध्य रेखा छ नि, यो भूमध्य रेखा, यसलाई भूमध्य भनौँ न, भूमध्य व्यास भनेको कति छ 12,756 किलोमिटर छ। ध्रुवीय व्यास कति हो, ध्रुवीय व्यास कति हो 12,714 छ। त्यसो भए यसको औसत कति छ त हैन, औसत व्यास भनेको पृथ्वीको औसत व्यास कति छ त, औसत व्यास कति हो 12,735 छ। अनि यिनीहरूको डिफ्रेन्ट हेर्यो भने कति हुन्छ त 42 किलोमिटर जति हुन्छ, त्यो डिफ्रेन्ट हुन्छ। यो पनि हामीलाई के गर्नु पर्यो त थाहा हुनु पर्यो, यो ध्रुव सम्बन्धी कुराहरू बुझ्नु पर्यो है। त्यसपछि हामी के पढ्छौँ त अक्षांश र देशान्तर पढ्छौँ। यहाँसम्म बुझ्नु भएको होला पक्कै पनि। अब हामी अगाडि बढ्छौँ। अक्षांश र देशान्तर यी छ। अक्षांश र अर्को के हुन्छ त देशान्तर र अक्षांश र देशान्तर। ठिक छ, यो अक्षांश र अर्को के हुन्छ त देशान्तर। अक्षांश र देशान्तर ल यतापट्टि हेर्नुहोस् है, यसमा नर्थ साउथ इस्ट र वेस्ट हुन्छ भनेको इस्ट र वेस्ट यतातिर हो। यतातिर के हुन्छ त नर्थ पोल र यतातिर साउथ पोल हुन्छ। ठिक छ, यसमा चाहिँ के हुन्छ त उत्तरीय गोलार्ध, यतातिर के हुन्छ भने उत्तरको हामी के हुन्छ त दक्षिणी गोलार्ध, यतातिर के हुन्छ त पूर्वी गोलार्ध हैन, पूर्वी गोलार्ध, यतातिर के हुन्छ भने पश्चिमी गोलार्ध, यता हुन्छ। पहिला अक्षांश भनेको हामी के बुझिन्छ हैन, यो बुझ्नु पर्यो। अक्षांश भनेको के हुन्छ भने पृथ्वीको अक्षांश भनेको पृथ्वीको पूर्वदेखि पश्चिमसम्म है, पृथ्वीको पूर्वदेखि पश्चिमसम्म खिचिएको क्षितिज काल्पनिक रेखालाई हामी के भन्छौँ त अक्षांश भन्न सकिन्छ, अक्षांश। अनि यही हामीले हेर्यो भने यो देशान्तर भनेको के हुन्छ भने पृथ्वीको उत्तरीदेखि है, पृथ्वीको उत्तरीदेखि दक्षिणीसम्म खिचिएको ठाडो काल्पनिक रेखालाई के भन्छ त हामीले देशान्तर भन्न सकिन्छ, देशान्तर हो है। अब एउटा कुरा के गर्छ भने यसले गर्दा यो अक्षांशले गर्दाखेरि हेर त यहाँ पूर्वदेखि पश्चिमसम्म एउटा खिचेको एउटा के हुन्छ क्षितिज रेखा भनेको, यसमा के हुन्छ होरिजेन्टल लाइन छ, यसमा भर्टिकल लाइन छ नि त, यसले ठाडो काटिएको छ नि त, यो भनेको देशान्तर। र यसले गर्दाखेरि के हुन्छ भने उत्तरी गोलार्ध र दक्षिणी गोलार्ध छुट्याउने काम गर्छ है। यसले गर्दा उत्तरी र दक्षिणी गोलार्ध विभाजन गर्दछ है। यसले गर्दा के हुन्छ भने यसले गर्दा के हुन्छ भने यसले गर्दा अब पूर्वी गोलार्ध पश्चिमी गोलार्ध विभाजन गर्छ, पूर्वी
पश्चिम है पश्चिम गोलार्ध के गर्छ त विभाजन गर्दछ। यो पनि बुझ्नु पर्यो। अनि एउटा कुरा के बुझ्नु पर्यो भने यसमा अक्षांशको संख्या कति हुन्छ? अक्षांश है अक्षांशको संख्या कति हुन्छ भनेर गरे भने यतापट्टि 90 है, यहाँदेखि 0 डिग्री 0 देखि यतातिर गयो भने 90 डिग्री, यतादेखि कति हुन्छ त 90 डिग्री भनेको कति हुन्छ त 90 प्लस 1 किनभने भूमध्य रेखालाई पनि गर्नु पर्यो। 1 भनेको कति हुन्छ त 181 हुन्छ। र जम्मा अक्षांश रेखा भनेर आयो भने अक्षांश त्यसपछि रेखा भनेर आयो भने हामी के हुन्छ भने 181 बाट कति घटाउनु? यो दुईटा यो छ नि यो दुईटालाई हामीले के गर्नु पर्यो त घटाउनु पर्यो है। दुईटालाई घटाइदियो भने के हुन्छ भने यसमा -2 गर्यो भने हामीले के गर्न सकिन्छ त यो जुन छ नि नर्थ पोल र यो साउथ पोललाई घटायो भने के हुन्छ त यसमा 179 हुन्छ। यो हामीले जान्नु पर्ने हुन्छ। यसको जम्मा रेखा कति हुन्छ? यसमा रेखाहरू कति हुन्छ? यसमा रेखाहरू कति रहेका छन्? यसमा रेखाहरू हेर्दाखेरि कति हुन्छ त यतापट्टि यो 0 डिग्री देखि जान्छ हैन 30 डिग्री यसरी 30 यसरी गयो भने 30 यसरी 60 70 यसरी गरेर 180 सम्म जान्छ के। यहाँ 180 हुन्छ। यताबाट पनि के हुन्छ त 180 पर्छ। यो सबै 180 हुन्छ। यता पनि के हुन्छ त 180 हुन्छ के। त्यसले कति हुन्छ यसमा रेखाहरू कति हुन्छ त 180 प्लस 180 गर्यो भने 360 हुन्छ। यो गुण हुन्छ। यसको रेखाहरू के हुन्छ? समान हुँदैन है। यसको रेखाहरू बराबर हुँदैन के, बराबर हुँदैन। तर यसको रेखाहरू के हुन्छ त बराबर हुन्छ। यसको रेखाहरू के हुन्छ त रेखाहरू बराबर हुन्छ। यो बुझ्नु पर्यो। यो पूर्ण वृत्तकार पनि हुँदैन। यो पूर्ण वृत्तकार है पूर्ण वृत्तकार हुँदैन। यो के हुन्छ त पूर्ण वृत्तकार हुन्छ। हुन्छ। यो हामीले बुझ्नुपर्छ। र अर्को कुरा के बुझ्नु पर्यो भने यसमा 1 डिग्री बराबर कति हुन्छ भने 1 डिग्री बराबर है 1 डिग्री बराबर के हुन्छ त 111 किलोमिटर हुन्छ अक्षांशमा। तर यसमा के हुन्छ भने 1 डिग्री बराबर 4 मिनेट हुन्छ। अब कसरी हुन्छ म भन्छु है। किनभने हामीले के हुन्छ एक दिनमा कति घण्टा हुन्छ भन्नुस् त? एक दिनमा चाहिँ हामीले के हुन्छ भने 24 घण्टा हुन्छ हैन 24 घण्टा हुन्छ 24 घण्टा हुन्छ आवर हुन्छ। अब यसमा एक दिनमा कति हुन्छ 24 घण्टा भने एक दिनमा पृथ्वी के हुन्छ त यसरी घुम्छ नि त। एउटा सर्कुलर तरिकाले घुम्छ नि यसरी घुम्छ। जस्तै यो हामीले के हुन्छ भने यो पृथ्वी भयो भने यसरी के गर्छ त फन्किन्छ नि त। यसरी फन्किन्छ। यसरी फन्किँदाखेरि के हुन्छ भने 360 डिग्री गर्छ कि नै भनेको एक दिन भनेको कति भयो त यसमा 360 डिग्री हुन्छ भनेको 24 आवर भयो। यहाँले बुझ्नु पर्यो है। त्यसो भए हामीले के हुन्छ भने यसमा 24 हुन्छ नि त 24। अब 360 भयो भने अब यसमा 1 डिग्री भनेको कति हुन्छ? 1 डिग्री मान्ने यसमा 24 आवर भयो कति हुन्छ 360 हुन्छ। अब हेर्नुस् यहाँ 24 इन्टु अब यो आवर चाहिँ मिनेटमा लग्ने भनेको 60 मिनेट हुन्छ हैन। 60 मिनेट भनेको 1 घण्टामा कति मिनेट 60 मिनेट। अब यो कति भयो त 360 00 क्यान्सल 6 ले गयो 36 36 6 24 भनेको 1 डिग्री बराबर कति भयो त 4 मिनेट। यसरी आएको हो भनेर बुझ्नु है। एकचोटि बुझ्नु होला राम्रोसित। ठीक छ। अब यसमा के बुझ्नु पर्छ भने यसले के निर्धारण गर्छ? यसले के गर्छ भने स्थानीय दूरी है स्थानीय दूरी। यसले स्थानीय दूरी के हुन्छ त स्थानीय दूरी र जलवायु परिवर्तन त्यसपछि निर्धारण गर्छ। अब यसले के निर्धारण गर्छ भने यसले चाहिँ स्थानीय समय त्यसपछि निर्धारण गर्छ। यो हामीले बुझ्नुपर्छ। ठीक छ। यहाँसम्म बुझ्नु भएको होला। एकचोटि स्क्रिनशट गर्नुस्। म यसमा पनि अरू कुराहरू पनि छ तपाईहरुले म बुझाउँछु है। अब यसमा रेखाहरू पनि छन्। यो पनि बुझ्नु पर्यो। 0 डिग्री हामीले के हुन्छ अक्षांशलाई के भन्छ? 0 डिग्री देशान्तर रेखालाई के भन्छ? यो पनि हामीले के गर्नु पर्यो त थाहा हुनु पर्यो साथीहरु। र तपाईले यसमा कन्फ्युजन हुनु होला। एकदमै नबुझ्ने भनेको अक्षांशले देशान्तर त्यस कारणले बुझ्नुस् है। त्यसबाट क्वेशन पनि हुन्छ। अब हेर्नुस् त यसमा के हुन्छ भने 0 डिग्री है 0 डिग्री अक्षांश रेखालाई के भन्छ?
अक्षांश रेखालाई के भन्छ 0 डिग्री अक्षांश रेखालाई हामी के भन्न सकिन्छ भन्नुस् त 0 डिग्री अक्षांश रेखालाई हामी के भन्न सकिन्छ 0 डिग्री अक्षांश रेखालाई हामी के भन्छ भूमध्य रेखा है भूमध्य रेखा भन्छ यो बुझ्नु त्यसैले यसमा के हुन्छ त 0 डिग्री देशान्तर रेखालाई हामी के भन्न सकिन्छ भने 0 डिग्री देशान्तर रेखालाई प्रधान मध्य रेखा यो भनेको 0 डिग्री यो प्रधान मध्य रेखा हो ठीक छ यसलाई भन्न सकिन्छ ठीक छ अब यसमा हेर्नुस् म तपाईलाई यहाँ ग्लोबल देखाउँछु यो चाहिँ जुन छ नि यसरी गएको छ नि यो भनेको भूमध्य रेखा है साथै यो चाहिँ भूमध्य रेखा हो यसलाई हामी भूमध्य रेखा भन्न सकिन्छ ठीक छ र यसमा हाम्रो 0 डिग्री यहाँ देखि आएको छ नि यसरी गएको छ नि यो भनेको के हुन्छ यो भनेको अक्षांश हुन्छ यसरी गएको अक्षांशहरु है यसरी अक्षांश हुन्छ यसरी गएको हुन्छ भने यो के हुन्छ त यो देशान्तर हुन्छ यसरी ठाडो काटिएको छ यो देशान्तर हुन्छ यो 0 डिग्री त्यसपछि देशान्तर भनेर आयो भने प्रधान मध्य रेखा हुन्छ 180 डिग्री भनेर यहाँ आउँछ भने यसलाई हामीले के भन्छ त इन्टरनेसनल डेट लाइन भन्छ है 180 डिग्री लाइन 180 डिग्री देशान्तर रेखालाई के भन्छ भने अन्तर्राष्ट्रिय त्यसपछि रेखा अन्तर्राष्ट्रिय रेखा भन्न सकिन्छ र यसलाई बाङ्गो टिङ्गो पनि भन्छ है बाङ्गो टिङ्गो रेखा पनि भन्न सकिन्छ बाङ्गो टिङ्गो रेखा पनि भन्न सकिन्छ यो पनि हुन्छ अब म तपाईलाई देखाउँछु यसमा बाङ्गो टिङ्गो रेखा भनेको कता हो भनेर है तपाईहरुले चाहिँ यो तपाईलाई देखाउँछु हेर्नुस् त यहाँ यता हेर्नुस् है साथीहरु यसमा हेर्नुस् त यहाँबाट गएको छ नि यसरी गएको छ यसरी गएको छ यसरी गएको छ यो यसरी गएको छ हैन र यो भनेको के हो त यसलाई नि हामीले के भन्न सकिन्छ भने यो भनेको के हुन्छ त यसरी गएको छ नि यसलाई के भन्न सकिन्छ त हामीले अन्तर्राष्ट्रिय त्यसपछि रेखा भन्न सकिन्छ यो चाहिँ बाङ्गो टिङ्गो रेखा पनि भन्न सकिन्छ जिगज्याग रेखा पनि भन्न सकिन्छ है 180 यो 180 डिग्री हुन्छ यो 0 डिग्री भनेको फेरि यहाँ देखिएको सिधा गएको छ नि त यो भनेको 0 डिग्री भनेको के हुन्छ प्रधान रेखा हुन्छ यो जीएमटी हुन्छ यहाँ हामीले बुझ्नु पर्छ ठीक छ ल अर्को हेर्नुस् त यसमा हामीले के हुन्छ भने अर्कोमा पनि हामीले बुझ्नुपर्ने हुन्छ यसमातिर हामीले के हुन्छ भने 66 म यसरी बनाउँछु तपाईहरुलाई यो फिगरै बनाइदिन्छु सजिलो हुन्छ यहाँ है यहाँ चाहिँ फिगर बनाउँछु यो 0 डिग्री भयो अब यहाँ यो भनेको के हुन्छ भने यो 66 1/2 23 1/2 र यो पनि 23 1/2 यो 66 1/2 हुन्छ यसमा नर्थ हुन्छ यतातिर नर्थ पोल छ नि नर्थ पोल भयो यतातिर के छ त साउथ पोल हुन्छ यसमा साउथ र साउथ हुन्छ यसमा के हुन्छ यो भूमध्य रेखा हो भूमध्य है यो भूमध्य रेखा है साथै यो भूमध्य रेखा हुन्छ यो भूमध्य रेखा हुन्छ र यसमा शुक्क मक्कु भन्छ क्या यसमा शुक्क भनेको सुमेरु वृत्त भन्छ है शुक्क भनेको यो कर्कट रेखा हुन्छ शुक्क अनि भूमध्य हुन्छ त मक्कु भन्छ त्यसमा मक्क रेखा अर्को के हुन्छ भने यो चाहिँ कुमेरु वृत्त हुन्छ यो हामीले बुझिराख्नुपर्छ भने यदि 66 1/2 भनेको 66.5 त्यसपछि डिग्री यो नर्थ भनेर आयो भने त्यसपछि यसलाई कुन रेखा हो त्यसमा नर्थ त्यसपछि अक्षांश रेखालाई हामीले कुन भन्छ सुमेरु वृत्त भन्छ यो हामीले बुझिराख्नुपर्छ त्यसैगरी के हुन्छ भने भूमध्य रेखाको 5 डिग्री तल माथि है भूमध्य रेखाको 5 डिग्री तल र माथि भएको रेखालाई हामीले के भन्न सकिन्छ भने ड्युरेल भन्न सकिन्छ त्यसपछि रेखा भन्न सकिन्छ त्यसैगरी भूमध्य रेखाको है भूमध्य रेखाको 25 डिग्री देखि वा कतिकति 30 डिग्री देखि 35 पनि भनेका छन् है 25 डिग्री देखि 35 डिग्री भयो भने यसलाई के भन्न सकिन्छ त घोडे अक्षांश भन्न सकिन्छ है घोडे अक्षांश हुन्छ है अक्षांश भन्न सकिन्छ त्यसैगरी भूमध्य रेखाको 40 डिग्री देखि 60 डिग्री सम्म हुने अक्षांश रेखालाई हामी के भन्छ त यो गर्जनेवाला चालिसा है गर्जनेवाला चालिसा पनि भन्छ यो पनि हामीले के गर्नु पर्छ यो थाहा हुन जरुरी छ साथीहरु यो पनि एकदमै भिभिआई भनौँ यो पनि तपाईहरुलाई थाहा हुनुपर्छ यो सोधिन हुन्छ ठीक छ यो अक्षांश र देशान्तर सम्बन्धी हो अब यसको विशेषता है यसको विशेषता तपाईलाई भनिदिन्छु यसको विशेषता के छ भने यदि अक्षांश बढ्यो भने
अक्षांश बढ्यो भने के हुन्छ भने तापक्रम घट्छ है। तापक्रम घट्छ, तापक्रम घट्छ। ठिक छ, यदि तापक्रम घट्छ यो बुझ्यो। र यसमा के हुन्छ भने यसको विशेषता के हुन्छ भने यसको विशेषता भनेको के हुन्छ, पूर्वको समय हुन्छ नि, पूर्वको समय एकदमै छिटो हुन्छ र पश्चिमको समय के हुन्छ त, पश्चिमको समय के हुन्छ त, ढिलो है, ढिलो हुन्छ। यो हामीले बुझिराख्नु पर्छ। यो भनेको अक्षांश र देशान्तर। ठिक छ, यहाँसम्म एकदमै बुझ्नु भएको होला। यदि बुझ्नु भएको छैन भने फेरि एकचोटि पज गरेर पछाडि हैन हेरेर एकचोटि बुझ्नु होला। ठिक छ, ल अब हामी अगाडि बढ्छौँ। अब हामी समय तर्फ जान्छौँ साथीहरु। समय तर्फ हामीले बुझ्नुपर्ने हुन्छ। समय तर्फ एकदमै इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि हामीलाई थाहा हुनुपर्ने हुन्छ। समय भनेको के बुझ्न सकिन्छ भने टाइम भनेको ड्युरेसन बिट्विन टु इभेन्ट, दुईवटा घटनाहरू बिचको अवधिलाई हामीले के भन्न सकिन्छ त, समय भन्न सकिन्छ है। यो हामीले के भन्छ भने तीन प्रकारको हुन्छ। एउटा स्थानीय समय हुन्छ। अर्को चाहिँ के हुन्छ त, प्रामाणिक समय हुन्छ। अर्को चाहिँ अन्तर्राष्ट्रिय तिथि रेखा भन्छ। अन्तर्राष्ट्रिय तिथि रेखा, त्यसपछि अन्तर्राष्ट्रिय तिथि रेखा, अन्तर्राष्ट्रिय समय भनेको है, अन्तर्राष्ट्रिय समय है, अन्तर्राष्ट्रिय समय। यसमा स्थानीय समय भनेको के हुन्छ भने सूर्यको प्रकाशले है, यहाँ हामीले सूर्यको प्रकाशले घडबड हुने समय, घडबड हुने समयलाई हामी के भन्न सकिन्छ भने स्थानीय समय भन्न सकिन्छ। प्रारम्भिक समय भनेको कुनै पनि देशको निश्चित भौगोलिक अवस्था, निश्चित भौगोलिक अवस्थाको आधारमा निर्धारण गरेको समय हो। जसलाई हामीले प्रारम्भिक समय भन्छ। र अन्तर्राष्ट्रिय त्यसपछि समय भनेको कस्तो हुन्छ भने यो ग्रीनविचको समय हुन्छ। यो ग्रीनविचको समय भनेको 0 डिग्रीलाई त्यसपछि आधार मानी निर्धारण गरेको समय नै के हुन्छ त, यो अन्तर्राष्ट्रिय समय भन्न सकिन्छ। यो भनेको लन्डनमा हुन्छ। यो हामीले बुझ्नु पर्यो है। यो भनेको 1994 नोभेम्बर 1 मा निर्धारण गरेको थियो। यो हामीले बुझ्नुपर्ने हुन्छ। यो भनेको स्थानीय समय हुन्छ नि। यो स्थानीय समय भनेको के हुन्छ नि, इट इज रिप्रेजेन्टेड बाई एएम र पिएम। यसलाई एएम र पिएमबाट हामीले के हुन्छ त नापिन्छ। तर यो प्रारम्भिक समय भनेको इट इज रिप्रेजेन्टेड बाई त्यसपछि के हुन्छ, प्लस अर माइनस हुन्छ। र यसमा हाम्रो नेपालको प्रारम्भिक समय भनेको के हुन्छ, नेपालको हेरेपछि कति हुन्छ, नेपालको के हुन्छ त 5 घण्टा 45 मिनट हो भनेर हामीले बुझिन्छ। प्लस 5 घण्टा 45 यो बुझ्नु पर्यो। र अब सारको बारेमा हेर्यो भने सारको बारेमा पनि भनिदिन्छु। हामीले प्रमोदले पिएम प्रमोदले चाहिँ के पढे त, आइएस बन्न है। प्रमोदले आइएस बन्न बीबीए पढेछ है, आइएस भन्नको लागि बीबीए पढेछ भनेको। पिएम छ नि, यसमा पिएम भनेको यसमा दुईटा देशको नाम छ, सार्क छन्, यो सार्क कन्ट्रीको छ, यसमा हामीले यसको प्रारम्भिक समय भन्छौँ। यो पिएम भनेका छ नि, पिएम भनेको यसमा पाकिस्तान र मालदिभ्स है। पाकिस्तान र मालदिभ्सको कति हुन्छ त, 5 है। 5 भनेको के हुन्छ त, यसको चाहिँ के हो त, यसको चाहिँ प्रारम्भिक समय छ। यो आइएस भनेको इन्डिया र श्रीलङ्का, यो इन्डिया र श्रीलङ्काको कति हुन्छ त, 5:30 हुन्छ है। यसको 5:30 के हुन्छ त, यसको चाहिँ प्रारम्भिक समय हुन्छ। बीबीए भनेको के हुन्छ त, यो भुटान र बङ्गलादेशको है, भुटान र बङ्गलादेशको कति हुन्छ त, 6 हुन्छ। यो बुझ्नुपर्ने हुन्छ। र अफगानिस्तानको कति हुन्छ त, 4:30 हुन्छ है। यो पनि हामीले के गर्नु पर्यो त, बुझ्नुपर्छ। यो सार्क कन्ट्रीको के हुन्छ भने यिनीहरूको चाहिँ प्रारम्भिक समय पनि थाहा हुनुपर्ने हुन्छ। ठिक छ, यो भनेको प्रारम्भिक समय हामीले बुझ्नुपर्छ। त्यसैगरी अर्को चाहिँ दूरी पनि भनेका छन्।
यहाँ नयाँ साथीहरु दूरी पनि भनिदिन्छु। यो दूरी भनेको खास गरी के हुन्छ भने कुनै पनि है कुनै पनि वस्तु वा कुनै पनि स्थानको फरक हुँदा हामी के हुन्छ दूरी भन्न सकिन्छ। यो दूरी खास गरी हामीले दुई प्रकारको हुन्छ। एउटा होरिजेन्टल हुन्छ, होरिजेन्टल डिस्टेन्स हुन्छ, होरिजेन्टल डिस्टेन्स हुन्छ है, डिस्टेन्स हुन्छ। अर्को चाहिँ के हुन्छ त भर्टिकल डिस्टेन्स हुन्छ। एउटा होरिजेन्टल डिस्टेन्स र अर्को के हुन्छ त भर्टिकल डिस्टेन्स हुन्छ। होरिजेन्टल डिस्टेन्स भनेको के हुन्छ भने पृथ्वीकै सतहमा के हुन्छ भने वस्तु पृथ्वीको सतहमा वस्तु र त्यसपछि ठाउँको है स्थानको त्यसपछि के हुन्छ त त्यसपछि नाप गर्नुलाई हामीले के हुन्छ भने त्यसलाई हामीले होरिजेन्टल डिस्टेन्स भन्न सकिन्छ त्यस्तो दूरीलाई। र भर्टिकल डिस्टेन्स भनेको के हुन्छ भने त्यो पृथ्वीको बेग्ला बेग्लै ठाउँमा त्यो वस्तुको त्यो त्यसपछि के हुन्छ भने त्यो ठाउँको चाहिँ हामीले के हुन्छ भने समय नाप्नुलाई हामी के भन्न सकिन्छ, समय भन्दा चाहिँ दूरी नाप्नुलाई हामी के हुन्छ भर्टिकल डिस्टेन्स भन्न सकिन्छ। जस्तै यो होरिजेन्टलको लागि हामी के हुन्छ भने यो होरिजेन्टल भनेको पृथ्वीको सतहमा है, पृथ्वीको सतहमा के हुन्छ त एउटै सतहमा भनौँ न, पृथ्वीको एउटै सतहमा जस्तै 12 र पर्सा यो 12 र पर्सालाई हामीले भन्न सकिन्छ। 12 र पर्साका हामी के हुन्छ भने यसको क्षेत्रफल गरे भने फरक हुन्छ नि त हो। र अर्को के हुन्छ भर्टिकल डिस्टेन्स भनेको के हुन्छ भने पृथ्वीको बेग्ला बेग्लै सतहमा भएका वस्तुलाई हामीले के हुन्छ भने वस्तुहरूलाई नाप्नुलाई हामीले के हुन्छ वस्तु भन्नु हुन सक्छ, त्यसलाई नाप्नुलाई हामीले भर्टिकल डिस्टेन्स भन्न सकिन्छ। जस्तै हामीले समुद्रको दूरी, समुद्रको गहिराई भन्छ है, समुद्रको गहिराई नाप्यो भने अनि त्यही पहाडको उचाइ नाप्यो भने यो त फरक के हुन्छ त स्थान हो, त्यसलाई हामीले के हुन्छ त भर्टिकल डिस्टेन्स र अर्कोलाई के हुन्छ त होरिजेन्टल डिस्टेन्स भन्न सकिन्छ। हुन त हामी नोटमा के लेख्न पर्छ भने नोटमा तपाईलाई भनिदिन्छु र कतिपय कुराहरू हाम्रो मेट्रिक सिस्टमबाट पनि है मेट्रिक सिस्टम त्यसपछि के हुन्छ भने मेट्रिक सिस्टमबाट पनि नापिन्छ। जस्तै के हुन्छ त सेन्टिमिटरबाट हैन, त्यसपछि किलोमिटरबाट मिटरबाट पनि नाप्छ। अर्को ब्रिटिश सिस्टमबाट पनि हामी के हुन्छ भने ब्रिटिश सिस्टमबाट पनि हामीले मेजरमेन्ट गर्ने काम गर्छौँ हैन दूरीलाई। जस्तै हाम्रो फुटबाट हैन यिनीहरुबाट पनि गर्छ, माइलबाट पनि गरिन्छ। यो हामीले बुझिराख्नु पर्छ। यो भनेको दूरीमा हो। ठीक छ, यहाँसम्म क्लियर भएको होला तपाईँ पनि। अब हामी अगाडि बढ्छौँ। अर्को के छ त अन्तर्राष्ट्रिय तिथि रेखा है, अन्तर्राष्ट्रिय तिथि रेखा प्राप्त हुन्छ। अन्तर्राष्ट्रिय तिथि रेखा प्राप्त हुन्छ। अन्तर्राष्ट्रिय तिथि रेखा है, अन्तर्राष्ट्रिय तिथि रेखा। अब अन्तर्राष्ट्रिय तिथि रेखामा हामीले के हुन्छ प्यारल लाइन हुन्छ, त्यो पनि हामीले के गर्नु पर्यो त बुझ्नु पर्यो। एउटा 17, अर्को 24, 17, 24, अर्को चाहिँ के हुन्छ त यसमा चाहिँ 38, अर्को चाहिँ 49 हुन्छ। यो बुझ्नु पर्यो। भनेको यसमा के हुन्छ नि 17 प्यारल लाइन हुन्छ, यो पनि प्यारल लाइन। अब कुन देशको बिचमा भएको छ त्यही हामीले बुझ्नु पर्यो। यसबाट पनि हामीले छोड्नु हुँदैन, यो पनि राखिन्छ स्मृति, यो पनि हामीले बुझ्नु पर्यो। यो 17 प्यारल लाइन भनेको खास गरी के हुन्छ भने यो उत्तर र दक्षिण भियतनामलाई भन्न सकिन्छ। र 24 प्यारल लाइन भनेको खास गरी के हुन्छ भने यो चाहिँ भारत र पाकिस्तानको के हुन्छ भने अस्वीकृत सीमा रेखा भन्न सकिन्छ है, रेखा भन्न सकिन्छ। र अर्को 38 भनेको छ नि, 38 भनेको के हुन्छ भने उत्तरी र दक्षिणी, त्यसपछि के हुन्छ त कोरिया सीमा रेखा हुन्छ। त्यस्तै अर्को चाहिँ यो 49 प्यारल लाइन भनेको के हुन्छ भने अमेरिका र क्यानाडा हुन्छ। यो पनि हामीले बुझिराख्नु पर्छ यो प्यारल लाइन। त्यस्तै अर्को के हुन्छ भने माइक, यो त थाहा छ नि माइक छ नि, यो माइक भनेको मेकमोहन लाइन हो, मेकमोहन लाइन। यो मेकमोहन लाइन भनेको छ नि, यो मेकमोहन लाइन भनेको दुईवटा देशको बिचमा हुन्छ, इन्डिया र चाइना। यो इन्डिया र चाइना हुन्छ, यो बुझ्नुपर्छ। त्यस्तै रिप भन्छ, रिप पनि हामीले बुझ्नुपर्छ। यो रेड क्लिफ भन्छ, यसलाई रेड क्लिफ लाइन हैन। यो रेड क्लिफको लागि
यस्तै यस पिजी भन्छ हिडेर हामीले के हुन्छ त यो हिडेनबर्ग हुन्छ है हिडेनबर्ग यो हिडेनबर्ग हुन्छ यो हिडेनबर्गको लागि के हुन्छ त यो हिडेनबर्गको लागि के हुन्छ त यो पोल्यान्ड अर्को जर्मनी हुन्छ। त्यसै गरी अर्को के हुन्छ भने यसमा डिएल डायल पनि हुन्छ है। यसमा के हुन्छ भने यो गुरु पर्यो है। अब ड्युरेसन यो डेडलाइन भनौँ न है। यो भनेको डेडलाइन हुन्छ डेडलाइन यो डेडलाइन हुन्छ। यो डेडलाइनमा दुईवटा देश हुन्छ डायल भन्न सकिन्छ। यो चाहिँ अफगानिस्तान है अमेरिका हुन्छ अमेरिका र अब लिबिया है लिबिया हुन्छ। यो पनि हामीले बुझ्नु पर्छ ठीक छ लिबिया हुन्छ। अर्को चाहिँ के हुन्छ भने अर्को चाहिँ हाम्रो डिएपी भन्छ है डिएपी हुन्छ हैन। डिएपीमा के हुन्छ भने यसमा ड्युरेन भन्छ के ड्युरेन लाइन भन्छ। यो ड्युरेन लाइन हुन्छ नि यो ड्युरेन लाइन भनेको यो चाहिँ के हुन्छ त अफगानिस्तान है अफगानिस्तान हुन्छ भने अर्को पाकिस्तान हुन्छ यसरी हामीले के हुन्छ भने लाइनहरूको बारेमा पनि हामीले के गर्नु पर्यो त थाहा हुनु पर्ने हुन्छ ठीक छ। अर्को म्याग्नेट पनि हुन्छ MGF भनेर आउँछ है। यो जर्मनी फ्रान्सको बिचमा के हुन्छ त म्याग्नेट पनि लाइन हुन्छ है म्याग्नेट लाइन पनि हुन्छ। यो पनि हामीले बुझिराख्नु पर्ने हुन्छ। यो अन्तर्राष्ट्रिय रेखामा चाहिँ है थाहा हुन जरुरी छ। त्यसै गरी अब हामी अगाडि बढ्छौँ महासागर है। अब यो महासागरको बारेमा पढ्छौँ। महासागर त हामी जान्छौँ महासागर त हामी पढ्छौँ। यो खास गरी हामीले महासागर पढ्दाखेरि यसमा पृथ्वीको हामीले कति कुल क्षेत्रफल छ त्यो हुन्छ है। पृथ्वीको कुल क्षेत्रफल हुन्छ। त्यस पछाडि यसमा के छ है यसमा जल छ र अर्को चाहिँ के छ त जल छ र भूमि छ है भनेको यसमा वाटर र अर्को ल्यान्ड छ। यो पृथ्वी भनेको 51 करोड छ वर्ग किलोमिटर रहेका छ। यो बुझ्नुपर्ने हुन्छ। यसलाई माइलमा हेर्यो भने 19 करोड कति छ त 70 लाख वर्ग माइल छ यो बुझ्नुपर्ने हुन्छ ठीक छ। यो हामीले के गर्नु पर्यो त बुझ्नु पर्यो। र जल हेर्यो भने 70.8% जति छ 70.8% छ भने यसलाई हामी भूमि हेर्यो भने कति हुन्छ त 27 यो चाहिँ 27 हो कि यसमा 29.2% जति के हुन्छ त भूमि छ। यो हामीलाई बुझिराख्नु पर्छ है यो बुझिराख्नु पर्छ ठीक छ ल। यसमा 29.2%। यसमा पनि हाम्रो वर्गहरू छ। यसमा के हुन्छ भने यसमा चाहिँ यो 36 करोड है 36 करोड त्यसपछि 90 लाख वर्ग माइल छ। यो वर्ग माइल्स भन्ने वर्ग किलोमिटर छ सरी है। यो हामीले के हुन्छ त यसमा वर्ग किलोमिटर छ भने यो चाहिँ 14 करोड त्यसमा 10 लाख के छ त वर्ग किलोमिटर रहेको छ यो भूमिमा। यहाँ हामीले के गर्नु पर्यो त बुझ्नु पर्यो। र यसमा पनि यो जललाई चाहिँ हामीले 100% मान्नुपर्ने हुन्छ। जललाई के मान्ने त 100% मानेर यसलाई हामीले डिभाइड गर्यो भने यसमा साल्टी वाटर हेर्यो भने है साल्टी वाटर र अर्को फ्रेश वाटर हुन्छ। फ्रेश वाटर चाहिँ कति हुन्छ र साल्टी वाटर कति हुन्छ यो 3% जति है 3% जति फ्रेश वाटर छ भने यसमा कति छ त 27% है 97 भनौँ न है 97% जति के छ त यसमा साल्टी वाटर छ भनेर हामी बुझिराख्नुपर्छ ठीक छ। 80% जति के हुन्छ भने साल्टी वाटर छ यहाँ हामीले बुझ्नुपर्छ ल। हामी अगाडि बढ्छौँ महासागरको बारेमा र यो महासागरको बारेमा हामी पढ्छौँ ल। यसरी हामीले बुझ्नुपर्ने हुन्छ नि यो पनि हामीले थाहा हुनुपर्छ साथीहरू ल। अब हामीले महासागरमा खास गरी हामीले के बुझ्नु पर्यो भने तपाईहरुले चाहिँ के जान्नु पर्यो भने महासागर हैन महासागर सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई हामी के भन्छ त ओशिनोग्राफी भन्न सकिन्छ
ओसिनोग्राफी भनेको महासागर महासागर सम्बन्धी अध्ययन गर्ने शास्त्र अध्ययन गर्ने शास्त्रलाई हामीले के गर्न सकिन्छ त ओसिनोग्राफी भन्न सकिन्छ ठीक छ र अर्को कुरा हामीले के बुझ्नु भने अर्को कुरा के बुझ्नु पर्यो भने यो महासागर यो के हुन्छ त महासागरलाई नाप्ने एकाइ महासागरलाई नाप्ने एकाइ के हुन्छ त फेदम हुन्छ अनि त्यही महासागरलाई त्यसको नाप्ने उपकरण भनेर आयो भने उपकरण हुन्छ त्यो फेदम मिटर हुन्छ फेदम मिटर यो बुझ्नु पर्यो भनेको वन फेदम हुन्छ नि वन फेदम भनेको कति हुन्छ त 6 फिट हुन्छ यो हामीले बुझ्नु पर्यो कति हुन्छ त वन फेदम स्क्वायर हामीले 6 फिट हुन्छ सूर्यको प्रकाश महासागरमा कति गहिराइसम्म त्यसको किरण जान्छ सूर्यको प्रकाशको किरण भनौँ न सूर्यको प्रकाशको किरण महासागरमा कति गहिराइसम्म जान्छ कति गहिराइसम्म जान्छ ल भन्नुहोस् त एकचोटि भन्नुहोस् त साथीहरू ल भनिहाल्नुहोस् तपाईँहरू ल भनिहाल्नुहोस् कति गहिराइसम्म जान्छ ल भनिहाल्नुहोस् त कति गहिराइसम्म जान्छ यसमा कति हुन्छ त 600 फिट है यसमा के हुन्छ त 600 फिटसम्म के हुन्छ त यो जान्छ यहाँ हामीले बुझिराख्नुपर्छ ठिक छ यहाँसम्म हामीले के हुनु पर्यो त क्लियर हुनु पर्यो एउटा फिगर पनि त भाइले ड्र गर्छु है एउटा फिगर पनि त भाइले ड्र गर्छु त म ड्र गर्छु यसमा चाहिँ महासागर कतिवटा छन् रे यसमा 5 वटा महासागर छ त्यो फिगर मैले तपाईहरुले ड्र गरेर देखाउँछु है यसमा ड्र त्यसरी छ मैले एउटा के भने त पृथ्वी ल यसमा चाहिँ यो भनेको के हुन्छ त यो छ नि यो चाहिँ के हो अफ्रिका अरे यो भनेको अस्ट्रेलिया भन्छ है अस्ट्रेलिया है यो चाहिँ के हुन्छ त एसिया यो चाहिँ के छ त युरोप हुन्छ यो र यो भनेको नर्थ अमेरिका यो साउथ अमेरिका छ यो हामीले के गर्नु पर्यो त बुझ्नु पर्यो ठीक छ यहाँसम्म हामीले क्लियर गर्नु पर्यो अब यसमा के हुन्छ भने यतापट्टिको जुन देखिएको छ नि यतापट्टिको यो हिन्द महासागर हुन्छ है मैले यहाँ लेख्छु है तपाईहरुले बुझाउनको लागि हिन्द भन्दैछु सरी प्रशान्त महासागर है यसमा महासागरमा प्रशान्त महासागर ठीक छ अर्को चाहिँ आन्ध्र महासागर अर्को चाहिँ के हुन्छ त हिन्द महासागर अर्को चाहिँ के हुन्छ भने कुमेरु महासागर अर्को के हुन्छ सुमेरु महासागर है यो बुझ्नुपर्ने हुन्छ ठीक छ अब यहाँदेखि तपाईहरुले झन् सजिलो हुन्छ भनेर भनेको यतापट्टिको देखिएको छ नि यो भाग भनेको खास गरी के हुन्छ भने यो पूर्वीय त्यसपछि प्रशान्त महासागर हुन्छ यो पूर्वीय छ भने यो पश्चिमी हुन्छ है यो पूर्वीय प्रशान्त महासागर छ यो चाहिँ पश्चिम है यो पश्चिम प्रशान्त महासागर यो बुझ्नुपर्ने हुन्छ यो जुन यसरी देखिएका छन् यस आकारको यो चाहिँ के हो त यो चाहिँ आन्ध्र महासागर यो खास गरी के हो त आन्ध्र महासागर र जुन यतापट्टि देखिएको छ नि यो जुन यसरी देखिएको छ नि यो भनेको हिन्द महासागर यसलाई हिन्द महासागर भन्छ अर्को यो माथिपट्टिको यो जुन देखिएका छ नि यो भाग भनेको के हो त सुमेरु भन्छ सुमेरु है सुमेरु महासागर यसलाई सुमेरु हुन्छ र यो जुन हाम्रो तलपट्टिको देखिएका छ यो भनेको के हो त कुमेरु महासागर है यसमा कुमेरु महासागर भन्छ है यो बुझ्नुपर्छ ल यो हामीले बुझ्नु पर्यो यो महासागर तपाईहरुले बुझाइदिनु 5 वटा देखि नि त एउटा 1 यो एउटै भइहाल्यो प्रश्न 1 यो 2 3 4 र 5 हैन यसरी हामीले बुझ्नुपर्छ ठीक छ अब यो महासागर हामी कतिवटा छन् त यसमा 5 वटा छन् वा हामीले
सिम्पल तरिकाले यसको सूत्र पनि छ, सूत्र तरिकाले पनि बुझ्नुपर्छ। हिन्द कुमार शर्मा है, वा हामीले यसलाई प्रधानाध्यापक हिन्द कुमार शर्मा भनेर आयो भने तपाईँले बुझ्नुपर्छ। प्रबाट प्रशान्त महासागर, आबाट आन्ध्र महासागर, हिन्दको हिन्द महासागर, कुमेरु भनेको कुमारबाट कुमेरु महासागर, अहिले शर्माबाट सुमेरु महासागर। यसरी पनि तपाईँले के गर्न सक्नुहुन्छ त बुझ्न सक्नुहुन्छ। त्यसकारण तपाईँले थाहा हुनु पर्यो। ठिक छ। अब यसको एरिया कति प्रतिशत रहेका छन् त्यो पनि बुझ्नु पर्यो। यसमा के हुन्छ त 45.5% जति हुन्छ है आन्ध्र महासागरले। त्यसै गरी प्रशान्त महासागर अनि आन्ध्र महासागरको कति हुन्छ त 23% हुन्छ है। अर्को चाहिँ कति हुन्छ त हिन्द महासागरको कति हुन्छ त यसमा चाहिँ 20.5% जति हुन्छ र कुमेरुको कति हुन्छ त यसमा चाहिँ 7% हुन्छ भने अर्को चाहिँ के हुन्छ त 4% हुन्छ। यो हामीले के गर्नु पर्यो त बुझ्न जरुरी छ। ठिक छ। र अर्को चाहिँ हामीले के हुन्छ भने यसको एरियाको के हुन्छ भने किलोमिटर स्क्वायर है। किलोमिटर स्क्वायरमा हेर्यो भने स्क्वायर किलोमिटर भनौँ न, स्क्वायर किलोमिटरमा हेर्यो भने के हुन्छ एरिया। यसमा हामीले बुझ्नु पर्यो। ठिक छ। यसमा हामीले के गर्नु पर्यो त बुझ्नु पर्यो। यसमा 16 करोड है, 16 करोड कति हुन्छ त 57 है, 57 लाख जति हुन्छ। यो भयो त्यसपछि स्क्वायर हैन। यसमा के हुन्छ भने स्क्वायर किलोमिटर हुन्छ। त्यसैले आन्ध्र महासागरको कति हुन्छ यसमा 16 छ, यसमा के हुन्छ त 8 करोड हुन्छ हैन। 8 करोड कति हुन्छ अब यसमा 8 करोड भनेको कति हुन्छ त यसमा 8 करोड कति हुन्छ त 24 है। 8 करोड 24 यसमा 24 लाख हुन्छ। त्यसैले हिन्द कुमार शर्मा यो 16 हुन्छ भने 8 हुन्छ भने यसमा 7 करोड हुन्छ। 7 करोड हुन्छ यसमा 35 लाख हुन्छ। 35 लाख त्यसपछि के हुन्छ स्क्वायर किलोमिटर हुन्छ। अर्कोमा चाहिँ के हुन्छ त यसमा अर्कोमा के हुन्छ त 2 करोड है। 2 करोड कति हुन्छ त यो 2 करोड चाहिँ है, यो 2 करोड चाहिँ कति हुन्छ 2 करोड कति हुन्छ त यसमा 44 लाख हुन्छ है। 44 लाख हुन्छ। अर्को चाहिँ 1 करोड जति हैन। 1 करोड कति हुन्छ भने 1 करोड 51 भने त्यसमा 51 लाख जति हुन्छ। यहाँ हामीले के गर्नु पर्यो त बुझ्न जरुरी छ। अब यसको आकार हेरौँ है। यसको आकारमा तपाईहरुले बुझ्नुहुन्छ। जस्तै आन्ध्र महासागर भनेको कस्तो हुन्छ ट्रिङ्गल आकारको हुन्छ। अब यहाँदेखि यसरी हेर्यो भने यसरीदेखि यसरी हेर्यो भने यसरीदेखि यसरी हेर्यो भने यो के हुन्छ ट्रिङ्गल भन्छ हैन। लगभग भनेको एउटा हामीले के हुन्छ भने ट्रिङ्गल भन्न सक्छौँ। त्यसकारण यसलाई हामीले के हुन्छ भने आन्ध्र महासागर, यो आन्ध्र भन्ने प्रशान्त महासागर कस्तो हुन्छ त एउटा ट्रिङ्गल सेपको हुन्छ भनेर बुझ्नुहुन्छ। र आन्ध्र महासागर कस्तो हुन्छ भने यो यसरी भनेका छन्। यसमा पूर्वदेखि त्यसपछि उत्तरदेखि दक्षिणसम्म फैलिएको महासागर भनेको यो के हुन्छ भने यस सेपको हुन्छ। यो बुझ्नुपर्ने हुन्छ। त्यसपछि हिन्द महासागर भनेको के हुन्छ भने यो चाहिँ अर्धवृत्त हुन्छ। हेर्नुहोस् त यहाँदेखि यसरी गएको छ नि त्यही भनेको यो अर्धवृत्त हुन्छ। यो के हुन्छ त अर्धवृत्तकार हुन्छ। यो अर्धवृत्तकार हुन्छ। र यसलाई हामीले यु सेपको छ यसरी भनेको यु भनेको यु सेपको है। यु सेपको पनि छ। अनि यसरी काट्यो भने चाहिँ के भन्छ त यम पनि भन्छ। त्यसपछि यु र यम सेपको पनि छ। यो हिन्द महासागर भन्न सकिन्छ। कुमेरु महासागर भने पनि यो के हुन्छ दीर्घवृत्त। हेर्नुहोस् त यो सुमेरु हेर्नुहोस् यो हामीले के हुन्छ त यो कुमेरु यतापट्टिको यो चाहिँ के हुन्छ त यसरी बन्यो नि त। यो चाहिँ के हुन्छ भने यो दीर्घवृत्त हुन्छ। दीर्घवृत्तकार हुन्छ। अर्को पनि यसरी के भन्छ त यो पनि के हुन्छ भने यो पनि दीर्घवृत्तकार हुन्छ। यो पनि हामीले बुझ्नुपर्ने हुन्छ है। यसको एरिया पनि हामीले बुझ्नु पर्यो। यसमा 45.5% भनेको के हुन्छ प्रशान्त महासागरले हुन्छ भनेको 16 करोड 57 लाख हुन्छ। आन्ध्र महासागरले पनि 30% हुन्छ। 8 करोड 24 लाख हुन्छ। हिन्द महासागरले 20.5 त्यसमा प्रतिशत भनेको उल्टीको हुन्छ भनेको यसमा कति हुन्छ त 7 करोड 35 लाख हुन्छ। कुमेरुले कति हुन्छ त त्यसपछि कुमेरुले 7% हुन्छ। यसमा 7% छ। यो भनेको 2 करोड 44 लाख हुन्छ। सुमेरुको कति हुन्छ 4% हुन्छ। यसमा 1 करोड 51 लाख हुन्छ। यो बुझ्नुपर्ने हुन्छ। यसको प्रशान्तको के हुन्छ त यसको आकार हेर्यो भने त्यसको ट्रिङ्गलको हुन्छ। आन्ध्रको चाहिँ यसको हुन्छ र हिन्द महासागरको के हुन्छ अर्धवृत्तकार युले यसको हुन्छ भने कुमेरुको के हुन्छ दीर्घवृत्त हुन्छ र यसको सुमेरु पनि दीर्घवृत्तकार हुन्छ। यो हामीले बुझ्नुपर्छ। अब यसको गहिरो भाग पनि हामीले बुझ्नु पर्यो है साथीहरु। यसको गहिरो भाग के छ गहिरो भाग पनि बुझ्नु पर्यो हैन। त्यसपछि यसको गहिराइ पनि बुझ्नु पर्यो हैन। यो हामीले थाहा हुनुपर्ने हुन्छ। ठीक छ। यसको गहिरो भाग जान्छ। यसको गहिरो भाग अब यसको गहिरो भाग पनि जान्छ। अब यसको गहिरो भाग भने प्रशान्त महासागरको के हुन्छ त मारियाना ट्रेन्च भन्छ हैन।
ट्रेन्च, यो मारियाना ट्रेन्च हुन्छ। यो कहाँ पाइन्छ त? फिलिपिन्समा है, फिलिपिन्स, यो फिलिपिन्समा पाइन्छ। यो हामीले बुझ्नुपर्छ, ठिक छ। अर्को यो प्रशान्त महासागर। अब आन्ध्र महासागरको के हुन्छ है? यसमा के हुन्छ? पुट्रिका है, यसको के हुन्छ त? पुट्रिका, 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 त्यसरी के हुन्छ? ट्रेन्च हुन्छ हैन, ट्रेन्च, यो पुट्रिका ट्रेन्च हुन्छ हैन। यो कहाँ पाइन्छ त? युएसएमा पाइन्छ। यो हामीले बुझ्नुपर्छ है, कहाँ पाइन्छ त? युएसएमा पाइन्छ, ठिक छ। यो पुट्रिकाहरु के हुन्छ? ट्रेन्च हुन्छ। यो भनेको के हुन्छ त? गहिरो भाग भनेको एउटा के हुन्छ भने मारियाना ट्रेन्च हुन्छ। अर्को चाहिँ के हुन्छ? पुट्रिका ट्रेन्च हुन्छ। अर्को चाहिँ के हुन्छ त? जाभा, यो जाभा ट्रेन्च, यो जाभा ट्रेन्च। यो जाभा ट्रेन्च भनेको कहाँ पाइन्छ त? इन्डोनेसिया, इन्डोनेसिया है, इन्डोनेसियामा पाइन्छ। यो बुझ्नु पर्ने हुन्छ। अब कुमेरी महासागर चिसो कारणले चाहिँ भेटिएको छैन भन्छन् र कतै कतै के हुन्छ? स्यान्डविच पनि भनेका छन् है, स्यान्डविच, स्यान्डविच ट्रेन्च भनेका छन्। यो स्यान्डविच ट्रेन्च हुन्छ। यो चाहिँ अन्टार्कटिकामा पाइन्छ, यो बुझ्नु पर्ने हुन्छ। र अर्को चाहिँ के हुन्छ भने यो कुमेरुको लागि है साथीहरु, यो चाहिँ के हुन्छ? कुमेरुको लागि। अर्को चाहिँ के हुन्छ भने यो सुमेरुको लागि हामीले के हुन्छ त? सुमेरुको लागि चाहिँ मोलीद्वीप हुन्छ है, मोलीद्वीप, मोली, त्यसपछि मोलीद्वीप हुन्छ। यो बुझ्नुपर्ने हुन्छ। यो रुसमा पाइन्छ। यो हामीले जान्नुपर्छ। यो गहिरो भाग, यो चाहिँ कसको हुन्छ त? यिनीहरूको गहिरो भाग छ। अब त्यसै गरी गहिराई कति छन् यो पनि हामीले बुझ्नु पर्यो। गहिराई, गहिराई है, गहिराई कति छ, कति मिटर छन् भनेर हामीले जान्न जरुरी छ। यसमा गहिराई कति मिटर छ त? यो पनि हामीले बुझ्नु पर्यो। यसमा के हुन्छ? 4300, त्यसपछि के हुन्छ त? 4300 मिटर छ है, 4300 छ भने प्रशान्त महासागरको गहिराई। आन्ध्रको कति छ त? 3600 मिटर छ। र त्यो हिन्द महासागर कति छ त? यसमा चाहिँ यो 3900 त्यसपछि मिटर छ। अर्को कति हुन्छ त? 2400 मिटर छ है। कुमेरीको, सुमेरीको कति हुन्छ? 1330 मिटर हाम्रो कति छ त? यिनीहरूको गहिराई छ। यो हामीले के गर्नु पर्यो त? बुझ्न जरुरी छ, ठिक छ। अब यसको के हुन्छ त? उपनाम पनि है, उपनाम पनि थाहा हुनु पर्यो। अब यसलाई शान्त र सभ्य महासागर पनि भन्छन्। शान्त, शान्त र सभ्य है, सभ्य, सभ्य महासागर भनेर प्रशान्त महासागर भन्छ। आन्ध्र महासागर भनेको वाणिज्य र व्यस्तताको महासागर है, वाणिज्य, वाणिज्य र व्यस्तता, व्यस्तताको महासागर पनि भन्न सकिन्छ। हिन्द महासागर भनेको के हुन्छ भने यो देशको, देशको, देशको त्यस पछाडि के हुन्छ भने देशको रत्नाकर महासागर पनि हुन्छ। रत्नाकर है, रत्नाकर महासागर पनि भन्न सकिन्छ। कुमेरु भनेको छ नि, यो कुमेरु र सुमेरु यस हुन्छ। यो चाहिँ हामीले के हुन्छ भने उत्तरी, यो दक्षिणी भनेको यो के हुन्छ भने यो दक्षिणी, दक्षिणी ध्रुवको चिसो महासागर, ध्रुवको चिसो महासागर, चिसो महासागर, महासागर हुन्छ। यो चाहिँ उत्तरी ध्रुवको, उत्तरी ध्रुवको, ध्रुवको के हुन्छ? ध्रुवको त्यसपछि चिसो महासागर पनि भन्न सकिन्छ, चिसो महासागर पनि भन्न सकिन्छ। यो चाहिँ के हुन्छ त? यसका उपनामहरू हुन्छन्। यो थाहा पर्यो। अब यसको विशेषतामा हुन्छ साथीहरु, यो एकदमै इम्पोर्टेन्ट छ, एकचोटि हेर्नु होला। क्रममा पनि सोधिरहन्छ है। यसको गहिराईमा जोडा मिलाउ भन्न सकिन्छ, यसको गहिरो भागमा पनि जोडा मिलाउ भन्न सकिन्छ हैन। यसका त्यसपछि उपनामहरुमा पनि जोडा मिलाउ भन्न सकिन्छ। त्यसकारण एकचोटि हेर्नु होला है साथीहरु। एकदमै यो पनि महासागरबाट इम्पोर्टेन्ट हो। लोकसेवा चाहिँ सोधिरहन्छ शिक्षक सेवा, त्यसकारणले हामीले जान्नु पर्छ। अब यसको विशेषतातर्फ जान्छौँ। यसको के हुन्छ त? विशेषता। अब विशेषतातर्फ गयो भने यसलाई प्रशान्त महासागर है सबभन्दा के हुन्छ त? ठुलो र गहिरो महासागर, सबैभन्दा, सबैभन्दा गहिरो, त्यसमा सबैभन्दा ठुलो भनौँ न, ठुलो र गहिरो, गहिरो महासागर, महासागर भनेर कसले गर्छ त? प्रशान्त महासागर भन्छ। यो बुझ्नुपर्छ। त्यसपछि के हुन्छ भने यो बुझ्नुपर्छ। अनि सबभन्दा ठुलो पनि छ, सबभन्दा गहिरो महासागर पनि के हुन्छ त? प्रशान्त महासागर हामीले भन्न सकिन्छ। यो हामीले जानिराख्नु पर्यो साथीहरु है। हामीले के बुझ्नु पर्यो त? यिनीहरू जान्नु पर्यो। र अर्को हामीले के बुझ्छौँ भने सबैभन्दा बढी द्वीप भएको महासागर, सबैभन्दा बढी द्वीप भएको है, सबैभन्दा, सबैभन्दा बढी, बढी द्वीप भएको है, द्वीप भनेको यसमा के हुन्छ? महासागर पनि के हुन्छ त? प्रशान्त महासागर हो। यो बुझ्नुपर्छ। र बढी ज्वालामुखी भएको महासागर पनि, बढी ज्वालामुखी भएको महासागर, बढी ज्वालामुखी, 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 ज्वालामुखी भएको महासागर, भएको महासागर, महासागर पनि के हो त? प्रशान्त महासागर भन्छ। र प्रत्येक एक वर्षमा है, प्रत्येक एक वर्षमा के हुन्छ भने 1 इन्च त्यसको खुम्चिने महासागर, प्रत्येक एक वर्षमा, प्रत्येक एक वर्षमा, एक वर्षमा 1 इन्च, 1 इन्च खुम्चिने है, खुम्चिने, खुम्चिने महासागर, महासागर भनेर कसलाई भन्छ? प्रशान्त महासागर भन्छ। अब आन्ध्र महासागर भनेको के हो? यो आन्ध्र महासागर भनेको कसलाई भन्न सकिन्छ? यो हुन्छ
यो आन्द्रा महासागर है साथीहरू। अब आन्द्रा महासागर भनेको कान्छो महासागर हुन्छ। यो कान्छो महासागर, कान्छो महासागर, महासागर भनेको कसले हुन्छ त आन्द्रा महासागर हुन्छ। यो बुझ्नुपर्ने हुन्छ। सबभन्दा ठुलो त्यसपछि के हुन्छन् त्यसपछि ठुलो आइल्यान्ड भएको है, ठुलो आइल्यान्ड भएको ठुलो त्यसपछि आइल्यान्ड टापु भएको भनौँ न, सबभन्दा ठुलो टापु भएको त्यसपछि महासागर पनि भन्छ। जसलाई के हुन्छ त ग्रिनल्यान्ड छ। यसमा बुडमुन्डा भनेको कालो छिद्र है, छिद्र भएको महासागर पनि हुन्छ। टाइटेनिक जहाज डुबेको महासागर पनि के हुन्छ त आन्द्रा महासागर हुन सकिन्छ। यो बुझ्नुपर्ने हुन्छ। अनि एउटा कुरा के हुन्छ भने प्रत्येक एक वर्षमा 1 इन्च फैलिने भनेर आयो भने त्यसपछि फैलिने महासागर भनेको के हुन्छ त आन्द्रा महासागर। प्रत्येक एक वर्षमा 1 इन्च त्यसपछि खुम्चिने महासागर भनेर आयो भने प्रशान्त महासागर हो। प्रत्येक एक वर्षमा के हुन्छ त 1 इन्च फैलिने महासागर आयो भने आन्द्रा महासागर हो। यसमा नछुट्ने होला, यो हामीले बुझिराख्नुपर्छ। ठिक छ। अर्को के छ भने यो चाहिँ हाम्रो हिन्द महासागर भनेको सांस्कृतिक भाषाको त्यसपछि के हुन्छ रत्नाकर नामले वा त्यसपछि नरकाको नामले हैन रत्नाकर नामको त्यसपछि महासागर भनेको तेलको महासागर भनेर कसरी भन्छ त यो हिन्द महासागरलाई भन्न सकिन्छ। अब कुमेरु महासागर भन्छन् हैन, त्यसपछि कुमेरु महासागर। यो कुमेरु महासागरको बारेमा पनि हामीले के गर्नु पर्यो त बुझ्नु जरुरी छ साथै। तपाईहरुले चाहिँ के हुन्छ भने यो कुमेरु महासागरको बारेमा पनि यति नै हामी बुझ्नु जरुरी छ। जबसम्म हामीले के हुन्छ कुमेरु महासागर बुझ्नुहुन्न तबसम्म तपाईहरुले थाहा हुँदैन। त्यसकारण कुमेरु महासागरको बारेमा पनि हामीले बुझ्नु पर्यो। जस्तै हामीले के हुन्छ दक्षिण ध्रुवीय महासागर भन्छ। यसलाई के भन्छ त दक्षिण ध्रुवीय त्यसपछि महासागर भनेर कसलाई भन्छ त हामीले यो दक्षिण ध्रुवीय महासागर भनेको कुमेरु महासागर भन्न सकिन्छ हैन। यो भनेको प्रशान्त र आन्द्रा महासागरसँग जोडिएको है। प्रशान्त र आन्द्रा महासागरसँग प्रशान्त र आन्द्रा महासागरसँग जोडिएको महासागर भनेको कुमेरु महासागर हो। यो पनि हामीले बुझ्नु पर्ने हुन्छ। ठिक छ। अब सुमेरु भनेको उत्तरी ध्रुव है। यो उत्तरी त्यसपछि ध्रुवीय महासागर भनेको के हुन्छ त सुमेरु महासागर भन्न सकिन्छ हैन। यो महासागर भनेको के हुन्छ लुकेको महासागर पनि भन्छ। लुकेको महासागर हुन्छ। यसलाई जमेको महासागर पनि भन्न सकिन्छ हैन। जमेको महासागर, लुकेको महासागर, चिसो पानीको महासागर पनि भन्न सकिन्छ। चिसो पानीको महासागर भनेको के हुन्छ त सुमेरु महासागरलाई भन्न सकिन्छ। यो पनि हामीले के हुनु पर्यो त थाहा हुनुपर्ने हुन्छ साथीहरु। र आजलाई हामीले विश्वको भूगोलमा चाहिँ यति नै हामी राख्नेछौँ भाग 1 मा। भोलि पनि हामी के हुन्छ भने आउँदो दिनमा है, भोलि नभन आउँदो दिनमा तपाईहरुले चाहिँ हामीले भाग 2 लिएर आउनेछौँ। यो भाग 2 मा चाहिँ हामीले महादेशको बारेमा हैन, त्यसपछि हिमनदीको बारेमा, त्यसमा भूकम्पको बारेमा, ज्वालामुखीको बारेमा हामी र अन्य त्यसपछि भूगोल सम्बन्धी अन्य विविध कुराहरु पनि हामी त्यस भिडियोमा चाहिँ भाग 2 मा राख्नेछौँ। आजलाई म यति नै राख्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। थ्यांक यू सो